संख्या पुगेन हजुर, यसपल्ट संख्या पुगेन। संख्या पुगेका दिन अकुत कमाएर सम्पत्तिका मादकतामा मस्त रमाएर बेहोस भएकाहरूलाई बिउजाउने छौं। राणा कालमा अकुत कमाउनेको सम्पत्ति जसरी राज्य ढुकुटीमा आयो, राजाको सम्पत्ति जसरी राज्य ढुकुटीमा आयो, यो 35 वर्षमा अनेकौं काण्ड मचाएर नागरिकको रगत पसिना चुसेकाहरूको त्यो अकुत सम्पत्ति राज्य ढुकुटीमा ल्याउँछौं। 84मा संख्या पुर्याउँछौं। खबरदार, सत्ता पक्षका माननीयज्यूहरूले हामीले बोलेको 2 मिनेटका लागि यो 95 दिन घण्टौं समय प्रतिवादमा खर्च गरिरहनु भएको छ। कर्कस, अराजक, असहिष्णु शैलीसँग मिथ्या आरोपहरू हामीमाथि लगाइराख्नु भएको छ। यो सदनभित्र सृजनात्मक बहस गर्ने हामीहरूमाथि यो सदनभित्र नसकेर हाम्रा नेताहरूको डिप फेक भोइस रेकर्डहरू समेत बाहिर छरपष्ट पार्न थालिएको छ। म यो शैलीको, यो म चरित्रको निन्दा गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, विरोधका आवाजहरूलाई दमन गरेर यो शैलीले लोकतन्त्र बलियो बन्दैन। सभामुख महोदय, राणाकालमा राणाहरूले विरोधीलाई झुन्डाइदिन्थे, गोली हान्थे, मारिदिन्थे। राणाकालमा बच्यो राणा शासन, बचेन। सम्माननीय सभामुख महोदय, यही शैलीले लोकतन्त्र मजबुत हुँदैन। यो यथास्थिति शैलीले लोकतन्त्र बलियो हुँदैन। आज दलीयकरणका कारणले लोकतन्त्रमाथि छाया परेको छ। त्यो छायाले लोकतन्त्र सेपिलो बनेको छ। लोकतन्त्र त्यो सेपमा परेको छ। त्यो सेपका कारणले लोकतन्त्र उठ्न सकेको छैन। 84मा आम नागरिकले यो शैलीको हिसाब राखेका छन्। 84मा आम नागरिकले राखेको हिसाब निकाल्ने छन्। लोकतन्त्र जुरुक्क बौरिनेछ, उठ्नेछ। 84मा दलीयकरण